हो अनि कमेन्ट के रहेछ ल्यामो भाइ अनि के भयो एरर भयो त ल्यामो भाइ रुन्छे भनेर त्यस्तोमा चित्त होइन, दुखाएको I त्यही just ले wanted to कमेन्टमा do a भाइ big त्यही ले collab कमेन्ट with Japanese guy playing game यताउति भनेर तिमीहरू मेच्योर छैन होइन तिमीहरू मेच्योर छैन चाकमाथि त दम छ भने गएर आफ्नै मुजी बाबा आमालाई पिट्दै बस होइन म चाहिँ मेच्योर छु यो कुरामा होइन त्यो दाइले मलाई जेसुकै भरे फर्स्ट टाइम चाहिँ मलाई हेर्दाखेरि मलाई अलिकति लमा आयो दाइ झन् मैले यस्तो बिग फ्यान भएको थिएँ म यो दाइको एक्चुली फन फ्याक्ट म यो स्ट्रिममै थिएँ यो मलाई राडी भन्दाखेरि म यो स्ट्रिममै थिएँ क्या म दाइको जहिले स्ट्रिम हेरेर आउँछु क्या यो दाइको म लाइभको स्ट्रिममै थिएँ म त्यो ठ्याक्कै मलाई चिन्छ होला दाइले अस्ति हामी एमोगस खेलेको थियो भनेर अनि पछि अलिकति खुसी भएको यो राडी साँडी भनिदिइहाल्नु भयो अलि चित्त दुख्यो म बिग फ्यान हो तर ठिकै छ दाइको अब नेचर त्यस्तो हो अब दाइले तर मुख छाड्दै हिँड्नुहुन्छ होइन त्यसमा मैले के भन्न सक्ने होइन जस दाइले चिन्नु भयो अब बिस्तार थाहा पाओस् म पनि हल्का स्ट्रिम गर्छु भनेर अनि त्यो दाइसँग नि मलाई स्ट्रिम कोलाबहरू गर्न मन छ पछि गएर विश होइन सपना हो एउटा गरिहालौँ कुनै न कुनै दिन अहिले त्यो दाइको क्लाउड छ क्लाउड पनि पाउँछ मैले That's my thing. Maturity. सही हो ए स्ट्रिम गर्दो रहेछ लु हेर स्ट्रिम गर्दो रहेछ मान्छेहरू छ सो तिमीहरूले यसरी यतिको गरिरहेको मान्छेलाई त्यसरी जोत्न नघटाइदियो क्या तिमीहरू त्यो गरेर जोत्तु हो यो कमेडी हो यो हेन तेन होइन क्या गर्दै गरेको मान्छे हो बुझ्नुहोस् तर राडी भन्दा चाहिँ रिसाउने होइन राडी भन्दा रिस उठ्छ भने चाहिँ भाइ स्ट्रिमिङ नगर्दा हुन्छ भाइ फेक हो नि मलाई पनि आएर दाइ राडी के गरेका दाइ तपाईँ यार रन्डी जस्तो यस्तो यार के गरेका भनेर भयो पाइस क्या भाइ पाइस क्या त्यो गलत नै होइन अनि एकछिन अब अर्को आयो तिमीहरूले गरेर के भरे थाहा छैन हेर तिमीहरूले गरेर के भरे थाहा छैन हेर तर हेर भाइ त्यो हिजोको त्यो बहिनी त्यो फोर आयो भन्ने बहिनी हो मेसेजमा कुरा भयो हो पहिला बहिनीले बुझेको रहेन रहेछ होइन बहिनीले बुझेको रहेन रहेछ पहिला हो सानो छ नि त बुझेन छ उसले ट्रोल गरेको हो कि हामीले उसको एचिभमेन्टमा चाहिँ रमाएर पुस गरेको हो कि होइन उसले त्यो चाहिँ थम्याउनु सकेन सो आई गेट इट म बुझ्छु पनि किनकि म पनि अलिकति हिजो तातेर भने कि होइन तर हुन्छ नि अब क्लास 10, 11, 12मा पढ्नेहरू आई स्वेयर टु गड हो साँच्चै भन्नुपर्दा मैले तिमीहरूको कुरामा चित्त दुखाउने पनि होइन क्या तिमीहरूले जे बोले पनि तिमीहरू हुन्छ नि अति सानो भनेर मैले बुझ्नुपर्ने चाहिँ अलिकति हो जस्तो पनि लाग्छ तर त्यो बहिनीले आएर राम्रो कुरा गर्यो दाइ मलाई प्लिज यो टपिकमा नराखिदिनु मैले यसरी गर्नु खोजेको होइन भनेर हुन्छ नि उसलाई पनि फर्स्टमा बुझेन रिक्समा के मेसेज पठायो भन्यो ट्याग गर्यो स्टोरी होइन तर पछि आएर उसले बुझ्यो मैले पनि उसलाई बुझाएँ बहिनी यस्तो हो यो कुरा भनेको रमाउने मुमेन्ट हो यसमा तिमी खुसी भएर बस्नुपर्छ फर्केर हेर्दा पनि